मुक्तिनाथ दर्शन गरेर अब हामी फर्किँदैछौँ। फर्किँदाको भिडियो बिहान हेर्दा हिमालहरू टल्किरहेका थिए, अहिले चाहिँ बादल आएर हिमालहरू छोपिसकेका छन्, हेर्न सक्नुहुन्छ। मुस्ताङ हिँड्न नसक्ने मानिसहरूलाई यस्तो डोलीको व्यवस्था पनि गरिएको छ। हाई अल्टिट्युडको कारणले लेक लाग्ने भएकोले यता दर्शन मैत्री विश्राम स्थल पनि बनाइएको रहेछ, एकदम राम्रो। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ आराम गरेर हामी मुक्तिनाथ दर्शन गर्न जान सक्छौँ।